दोस्रो साल पनि पहिला पनि हामी आएको थियौँ। यहाँ पानी त्यतिखेर 1.5-3 इन्चीभन्दा थिएन। आजको स्थिति हेर्नुहोस् त पानी यति राम्रो छ। तर कालिम्पोङको हितको लागि चाहिँ हामी 7 दिन 8 दिनसम्म काकाकुली जस्तो भएर बाँच्नु पर्दैछ। रोड साइडमा हुनेको पानी किनेर खान्छ, बिचमा हुने त हामी काकाकुली भइसकेको छौँ। त्यसले गर्दा चाहिँ आम जनतालाई हेर्नुहोस्, कालिम्पोङ जनकल्याण समितिले जनताको हितमा लागि बोल्नु भनेर चाहिँ निस्केको हो। हामी कुनै अवधामा बस्नु कुनै गर्न निस्केको होइन। र कालिम्पोङको जनता पनि सचेत हुनुपर्छ र यो चिज भएन भनेर हामीलाई भन्न सक्नु पर्यो। किनभने हामीलाई के भन्छ भने कालिम्पोङ जनकल्याण समितिलाई चाहिँ पानी आएन हो, पानी आएन। हामी त फिटर होइन, हामी विभाग होइन, हामी डिपार्टमेन्ट होइन। त्यसले गर्दा हामी जनआवाज चाहिँ किन उठाएको भन्दा चाहिँ कुन चिज पाउँदैन त्यो चिजलाई मात्रै हामी आवाज उठाउँछौँ। त्यसले गर्दा चाहिँ यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस् यो लेक 3 वर्ष भयो हामी हिँडेको कालिम्पोङ जनकल्याण समिति। हेर्नुहोस् पानी यत्रो छ, कालिम्पोङको काकाकुली भएर कति दिन बस्नु। हामीले त किनभने यो जग्गामा त 87-88 गरेर तपाईँहरूले छुकछुकमा नि हेर्नुहोस्, हामीले मन्दिर बनाएको छौँ। हामीलाई दुनियाँभरको लालसामा नलाउँदैन। हामी जनताको हितमा निस्केको हो। जनताको हितमा चाहिँ हामी बोल्छौँ र तपाईँहरूले पनि हामीलाई कुन चिज पाएन भनेर एउटा समाज होस् जुनसुकै होस् लेखेर दिनुहोस्, हामी बोल्छौँ नि, ओके बोल्छौँ। हाम्रोमा त्यो पक्षपात गर्ने यो पट्टि हेर्दा जुनै चिजले गर्दा धन्यवाद।